राज्यका काम कारबाहीहरू लोकतान्त्रिक पद्धति अनुरूप खुला र पारदर्शी बनाई नागरिक प्रति जवाफदेही र जिम्मेवार बनाउन सूचनाको हकको महत्वपूर्ण भूमिका छ। यसलाई मुलुकको विकास, उन्नति र प्रगतिका लागि अपरिहार्य मानिन्छ। आम नागरिक मात्र होइन, जनप्रतिनिधिहरूको लागि पनि यो विषय उत्तिकै महत्वपूर्ण हुन्छ। खासगरी सुशासन कायम गर्ने सवालमा त यसको विशेष महत्व हुन्छ। महोत्तरीबाट मनोज झाको रिपोर्ट। भ्रष्टाचार न्यूनीकरण गरी देशमा सुशासन कायम गर्न सूचनाको हक आवश्यक हुन्छ। आर्थिक अनियमिततामा न्यूनीकरण गराई देशलाई समृद्धितर्फ अघि बढाउन सूचनाको हकको विशेष महत्व हुन्छ। यसबारे मध्य प्रदेशका जनप्रतिनिधिहरूलाई जानकारी दिलाउन राष्ट्रिय सूचना आयोगले सुशासनका लागि सूचनाको हक विषयक 2 दिने गोष्ठीको आयोजना गर्यो। गोष्ठीमा मध्य प्रदेशका सांसदहरू सहभागी भए। कार्यक्रममा भ्रष्टाचार न्यूनीकरण गरी देशमा सुशासन कायम गर्ने सूचना आयोगको चाहना रहेको सूचना आयुक्त कमला ओलीले बताइन्। उनले आर्थिक अनियमितता न्यूनीकरण गरी देशलाई समृद्धितर्फ अघि बढाउन सूचनाको हकबारे सबैलाई जानकार गराउन आवश्यक रहेकोमा जोड दिइन्। सूचना आयोग वास्तवमै नियमनकारी निकाय हो। हामी आयोगको 3 जनाको बढी छ। आयोगमा अरू कर्मचारीहरू हुनुहुन्छ। हामी आयोग 3 जनाले चाहिँ फैसला मात्रै हेरेर बसे पनि हुन्छ। फैसला हेर्ने, कहाँ सूचना नपाइसके जस्तो स्थानीय तहबाट अथवा सार्वजनिक निकायबाट सूचना नपाइसकेपछि आयोगमा जुन पुनरावेदन आउँछ नि, त्यो पुनरावेदन मात्रै हेरेर बसे हुन्छ वास्तवमा भन्ने भए। तर हामी पनि यो देशमा सुशासन कायम होस्, भ्रष्टाचार मुक्त देश होस्, विकास होस्, समृद्धि होस् भन्न चाहने खालको मान्छेहरू आयोगमा सबै त्यसरी नै आइरहनुहुन्छ। त्यो भएको नाताले पनि हामी थप जोड बल गर्छौँ। कसरी कार्यक्रम ल्याउने, के गर्ने भने बजेट कम छ। गोष्ठीमा सूचना आयुक्त कमला ओली, काशीराज दाहाल र तारानाथ दाहालले आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए। गोष्ठी निकै फलदायी भएको मध्य प्रदेशका जनप्रतिनिधिहरूले बताएका छन्। आफूलाई सूचनाको हकबारे थोरै समयमा नै धेरै जानकारी प्राप्त भएको मध्य प्रदेशका शिक्षा तथा संस्कृति राज्य मन्त्री शारदा थापाले बताइन्। थापाले भ्रष्टाचार तथा अपराध न्यूनीकरण गर्नका लागि विभिन्न तहका जनप्रतिनिधि लगायत सबैलाई सूचनाको हक सम्बन्धी जानकारी हुनुपर्ने उनको बुझाइ छ। सूचना हामीले 3टा शब्दबाट, 3टा अक्षरबाट बनेको एउटा शब्द मात्रै बुझेर छौँ। तर हामीले यो 2 दिन जुन यहाँ बस्यौँ, त्यसपछि हामीलाई काशीराज दाहाल अनि तारानाथ दाहालजीले जुन मसिनो ढङ्गले चाहिँ हामीलाई यो सूचनाको हक सम्बन्धीको यसको प्रभावकारिता, यसका असरहरू, यसले पार्ने असरहरू, यसका प्रभावकारिताहरू, सुशासनमा यसले खेलेका भूमिकाहरू अनि एउटा समाजलाई सुसज्जित गर्न खेलेका भूमिकाहरूको बारेमा चाहिँ यो थोरै समयमा धेरै कुराहरू हामीले बुझ्ने अवसरहरू पायौँ। यो असाध्यै महत्त्वपूर्ण विषय रहेछ। त्यति गहिरिएर हामीले पनि बुझेका रहेनछौँ। म एउटा प्रदेश सांसदको नेतृत्व गरिरहँदा, म एउटा जनप्रतिनिधि भइरहँदा मैले त गहिरिएर यसको महत्त्व यति बुझेको रहेनछ भने एउटा सर्वसाधारणले कसरी बुझ्नु भएको रहेछ जस्तो लाग्यो। यो असाध्यै प्रभावकारी हुन्छ सुशासनको लागि। कार्यक्रममा सहभागी मध्य प्रदेशका सांसद उपेन्द्र महतोले जनताले आफ्नो अधिकारबारे थाहा नपाएसम्म भ्रष्टाचार न्यूनीकरण नहुने भएकाले सबैमा सूचनाको हक सम्बन्धी जानकारी हुनुपर्ने कुरामा जोड दिए। स्थानीय जनतासम्म, प्रत्येक भोटरसम्म आफ्नो अधिकार के हो भन्ने थाहा हुँदैन तबसम्म यो भ्रष्टाचार न्यूनीकरण भनौँ चाहे सुशासन भयो काम हुँदैन। किनभने कुनै पनि बजेट, जस्तो स्थानीय तहमा सबभन्दा बढी अहिले उजुरी पर्ने चाहिँ भ्रष्टाचारको, जबसम्म साधारण जनतालाई यो बजेट कहाँबाट आयो, यसको इस्टिमेट के हो, के काम गर्नुपर्ने हो, यो थाहा हुँदैन तबसम्म चाहिँ काम पनि राम्रोसँग हुँदैन। त यसको लागि चाहिँ के हुन्छ भने जनताले चाहिँ सूचनाको अधिकार चाहिँ उसले थाहा पाउनु पर्यो। सूचना माग्नेहरूले नियमतः कुनै पनि सरकारी या सार्वजनिक निकायसँग सूचना माग्न पछि हट्न नहुने कार्यक्रमका वक्ताहरूले बताएका छन्। मुलुकमा भ्रष्टाचार न्यूनीकरण गरी सुशासन कायम गर्न सार्वजनिक निकायसँग सूचना माग्ने र नदिए कहाँ उजुरी दिने भन्ने विषयमा आम जनतालाई प्रशिक्षित गराउनु पर्नेमा सांसदहरू सहमत देखिएका छन्। सूचनाको हकका लागि प्रदेशगत रूपमा सबैभन्दा बढी उजुरी मध्य प्रदेशबाट परेको सूचना आयोगको तथ्याङ्कले देखाएको छ। सगरमाथा टेलिभिजनका लागि महोत्तरीबाट मनोज झा मुक्तिको रिपोर्ट।